घोषित रूपमा छैन, अघोषित रूपमा तपाईहरुको आपूर्तिमा केही मिलेको छैन। जति आउनु पर्यो त्यति नआएपछि क्राइसिस भएको भन्ने कुरा हामीले भनिरहेका थियौं। उहाँहरूले अब एकदम ठिकठाक छ भन्नुभएको थियो। त्यसपछि अब यो मिडल इस्टको समस्या आएपछि बिस्तारै अहिले आपूर्ति प्रेम दाइले त अब सबै आछ भन्नुभएको छ। तर उहाँहरूले यसो भित्र हामीलाई गरेको ब्रिफिङमा के छ भन्नुहुन्छ भने हामीलाई एकदम छ्यालब्याल हुने गरी पुग्नलाई 130 वटा बुलेट आउनु पर्दो रहेछ दैनिक, अहिले आछ 90 वटा। एकदम राम्रो छ्यालब्याल। अहिलेको हाम्रो डिमान्डलाई पुग्ने गरी 130 चाहिन्छ अहिलेको डिमान्ड। यति चाहिँ तपाईको चाहिँ प्यानिक छ मान्छेहरू। तर नर्मल अवस्था हुनलाई पनि 115-20 वटा बुलेट चाहिन्छ भन्ने छ उहाँहरूको बुझाइ। त्यसपछि अब अहिले यो क्राइसिस एउटा भयो। अब अर्को के रहेछ भन्नुहुन्छ भने अहिले हामीलाई हाम्रा सिलिन्डरको संख्या पनि अलिकति बढी भयो भन्ने छ। अब हामी सबैले कस्तो भयो भने हामीलाई मनोवैज्ञानिक हिसाबले यो के हुने हो अलिकति हाम्रो सञ्चय गर्ने प्रवृत्ति। यहाँ उपभोक्तालाई गाली गरेर पनि काम छैन, गाली पनि गर्नु हुँदैन भन्छु मैले त। के हो भने मान्छेलाई जब अलिकति संशय हुन्छ, संशय भएपछि मान्छेले राख्न खोज्छ। हाम्रो त्यो खालको उपभोक्ता सचेतना पनि छैन। फेरि हामी कहाँ के हो भने हामी कहाँ यहाँ बन्ने पनि छैन, बन्दा पनि बन्दैन, त्यो बाहिरबाट ल्याउने चिज छ। यो काठमाडौँ जस्तो उपत्यका भनेको के हो रहेछ भने ग्यास तेल भनेको लाइफलाइन रहेछ के। यहाँ तपाईको अलिकति चाहिँ हाम्रो आपूर्ति श्रृङ्खला बिग्रियो भने ठुलो क्राइसिस आउँछ। हेर्नुस्, अरु केही गर्नै पर्दैन। त्यो भएको हुनाले हाम्रो के छ भने हाम्रो यस्तो चाहिँ हामी चाहिँ तपाईको त्यो हिसाबले पनि हामी अप्ठ्यारोमा छौँ। अब राम्रो डेडिकेटेड बाटाहरू पनि हामीसँग छैन। राम्रोसँग चाहिँ तपाईको बुलेट हिँड्न लागेको बाटो भनेको यही चाहिँ पृथ्वीराज मार्ग मात्रै हो। हामी यस्तो अवस्थामा छौँ। त्यो भएको हुनाले हाम्रो आपूर्ति श्रृङ्खला थोरै बिग्रियो, समस्या आयो भने हामी त्यो भएको हुनाले नि मान्छेहरूमा सञ्चय गर्ने प्रवृत्ति छ। यहाँ ग्यास डम भयो, बदमासी गर्यो, लियो चाहिँ उ गर्यो, छापा हान्न पर्यो भनेर राति दिउँसो हामीले 5-7 वटा पसलमा छापा हान्यौँ। छापा पनि हानियो। छापा हानेर गर्दा हेर्दाखेरि यहाँ 100 सिलिन्डर छ भन्ने ठाउँ गएर हेर्दाखेरि 2-3टा भन्दा छैन। मान्छे आफै प्यानिक छ। यसो लिएर आयो, बोलायो चाहिँ तपाईँको कार्यालयमा बोलायो, कारकेर गर्यो। एकदम इनोसेन्ट मान्छे छ। हेर्नुहोस्, धरधर हुन्छ मान्छे। यो केही पनि होइन हजुर। मैले के भने उसले के भन्छ भने म कहाँ उसले चामल किन्छ, दाल किन्छ, वर्षको 10-15 हजार लैजान्छ। मैले त मेरो प्रायोरिटी त मैले त्यसलाई दिनु पर्यो नि हजुर भन्छ। उसको ठाउँमा ठिक हो नि कुरा। जसले दाल लछ, चामल लछ, सधैँ आफ्नो कस्टमर छ, मैले आफ्नो कस्टमरले नाम टिपाएको त्यसलाई राखेको उसलाई दिइनँ, मलाई उजुरी हाल्यो भन्छ। हैन, जस्तै मानव मैले जहाँ पाइयो त्यहीबाट पाउने स्थितिमा उसले त आफ्नो ग्रेडिङ गर्छ नि त, आफ्नो लैरनी ग्राहकलाई दिन्छ। कति कुरा त्यहाँ ल्याप्सेस देखिन्छ। हेर्नुहोस्, त्यो भएको हुनाले हामीले प्रयत्न चाहिँ गरिरहेछौँ, हेरिरहेछौँ। अहिले अब आज पनि मैले 5 वटा ग्रुपलाई, 2टा ग्रुपलाई मैले के भनिरहेको छु भने आज तपाईहरुले इन्डक्सन चुलोको अवस्था के छ, इन्डक्सनको चाहिँ चुलोमा मूल्य के छ, हामीसँग पर्याप्त छ कि छैन। भोलि अहिले त हामी कम्तीमा आयल निगमले ल्याएन भन्ने अवस्था छ। भोलि सबै लकै भयो भने के होला? भोलि त्यसलाई आउन छोड्यो। अब अहिले तपाईँ मिडल इस्टको क्राइसिस हेर्नु भएको छ, तपाईँको त्यो बढ्दै गएको छ हैन। भोलि आउने उपाय नै भएन भने के गर्ने? त्यो पनि त हामीले विकल्प सोध्नु पर्यो। जहाँ प्रतिस्पर्धा हुन्छ त्यहाँ डिमान्ड सप्लाई हुन्छ। डिमान्ड सप्लाई भएपछि माग र आपूर्तिको चाहिँ सन्तुलनको आधारमा मूल्य कायम हुन्छ भनिएको छ। त्यसले गर्दाखेरि अब हामीले प्रयत्न चाहिँ गरिरहेछौँ, तर प्रयत्न चाहिँ पुगेको छैन। त्यो चाहिँ स्वीकार गर्नुपर्छ। किनभने अहिले हामीले कस्तो चाहिरहेछौँ भने ढ्याक्कै ठुलो व्यापारीलाई गएर 5 लाख रुपियाँ जरिमाना गर्ने, जेलै हाल्ने हाम्रो नागरिक समाजको त्यस्तो चेतना सोचाइ छ। बल्ल ए वाणिज्य व्यवहारले गजब गर्यो भन्ने। तर त्यसरी पनि हुँदैन। दण्ड जरिमानाबाट पनि हुँदैन। मान्छेलाई पहिला बुझाउनुपर्छ, सिकाउनुपर्छ, सचेतना दिनुपर्छ। त्यसपछि बल्ल बिस्तारै त्यसपछि चाहिँ सिस्टममा ल्याएर दण्ड जरिमानाबाट मात्रै चाहिँ त्यो चाहिँ व्यवस्था सुध्रिने पनि होइन।